हप्ताको 6 दिन त ड्युटीको कारणले गर्दा त हतारमा खाना बनाएर खानुपर्छ अनि ड्युटी जानुपर्छ। तर हप्ताको अन्तिम दिन फ्राइडे भने चाहिँ अलिकति मिठो मसिनो नै बनाएर खाउँला भनेर सोचेँ। आज चाहिँ मैले चिकन करी बनाउँदैछु। म आज आफ्नै तरिकाले चिकन करी बनाउँदैछु अनि यो रेसिपी चाहिँ हजुरहरूको माझमा मैले राख्दैछु। चिकन करी बनाउने सबैको डिफ्रेन्ट तरिका हुन्छ, तर आज चाहिँ मैले मेरो तरिकाबाट बनाउँदैछु। अनि कि तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया पनि दिनु होला। अनि के साथीहरू, म एउटा सायरी भन्छु, त्यो पनि सुनिदिनु होला। बोकेर सपनाको भारी कहाँ पुगिएला, बोकेर सपनाको भारी कहाँ पुगिएला, यो पागल मन बिगारी कहाँ पुगिएला। भेट्न पाए ठाउँ थकित मन बिसाउने, खोज्दै एउटा चौतारी कहाँ पुगिएला। यसै त छोरो टाढिएछ आफूदेखि नै, यसै त छोरो टाढिएछ आफूदेखि नै, भित्र्याए झन् बुहारी कहाँ पुगिएला। गाउँ छोडियो हिजो सुखको लोभैले, बाझै राखी खेतबारी कहाँ पुगिएला। बादल पारी हो जति हतार गरे पनि, बादल पारी हो जति हतार गरे पनि, मृत्यु भन्दा त पारी कहाँ पुगिएला, मृत्यु भन्दा त पारी कहाँ पुगिएला। साथीहरू, हजुरहरूलाई मेरो सायरी चाहिँ कस्तो लाग्यो त? जिन्दगीको गोरेटोमा जति नै सङ्घर्ष गरे पनि त्यही मृत्युमै पुग्ने हो, त्योभन्दा पर चाहिँ काहीँ पनि पुग्न सकिँदैन। अन्तिममा भनेको त्यही मृत्यु नै पाउने हो। सो मैले चाहिँ भन्न खोजेको सङ्घर्षहरू पनि गर्नु, तर आफ्नो पनि ख्याल गर्नु है।